हेर्नुहोस् त्यति बेला हामी अब हिउँतिर आइरह्यो है। बुढीको ड्युटी छ, एक्लै कोही छैन साथी। जिन्दगानी गाह्रो छ जापानमा। हिउँ पऱ्यो यसो गइदिउँ न, यसो बाहिरतिर भनेर आयो। अब भिडियो बनाउनु मन लाग्यो, चिसो त पुरै छोड्नु छ है। अनि अब टक्क गएर चिरिपै रुममा जान पर्यो। तातो खसीको सुप बनाएर अनि खाएर बस्नुपर्ने देखियो। हेर्नुहोस् जाडो छ नि, कहाँ अलिअलि गाह्रो हुन्छ, जाडो हुन्छ। अब त्यहाँनिर पानी पऱ्यो, यही साइडमा हिउँ छ। पानी तातो है क्या, पानी छुनु पाइन्थ्यो कस्तो रहेछ। पानी छुनु मिल्छ गाडीको छ। हामी त गयो साथीहरूतिर, जाडो रहेछ यतातिर।